हेलो नमस्ते साथीहरू। यस भिडियोमा मैले नेपालबाट मलेसियासम्मको मेरो सम्पूर्ण यात्रा देखाएको छु। भिडियो हेरेर कस्तो लाग्छ सुझाव सल्लाह लाइक शेयर प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला है त। र यस भ्लगमा तपाईहरूले हेर्नुहुनेछ विमानभित्रको अनुभव र मलेसिया पुग्दाको पहिलो दृश्य र विदेश पुगेपछिको मेरो पहिलो अनुभूति। र हजुरहरूले भिडियो हेरेर कस्तो लाग्छ सुझाव चाहिँ दिन नबिर्सिनु होला है साथीहरू। र दिउँसोको करिब 5-6 बजेतिर घरबाट निस्किँदा परिवारसँग बिदाई गरेर एयरपोर्टतर्फ लागे र विदेशको पहिलो यात्रा भएकाले उत्साह र अलिकति डर दुवै थियो। र विमानमा बसेपछि टेक अफको दृश्य निकै रमाइलो लाग्यो। रातिको कारणले अलि मधुरो भए पनि एकदम रमाइलो थियो। बादल माथिबाट देखिने दृश्य साँच्चै अविस्मरणीय थियो। विमानमा खाना पनि दियो र सबै साथीभाइहरू हामी सँगै थियौँ। र धेरै घण्टाको उडानपछि हामी मलेसिया पुगियो र विमानबाट ओर्लिएपछि एयरपोर्ट निकै ठुलो र सफा लाग्यो र इमिग्रेसनको प्रक्रिया पुरा गरेर सामान लिएर हामी गन्तव्यतर्फ जाँदैछौँ। एयरपोर्टबाट बाहिर निस्कदा पहिलो पटक मलेसियाको वातावरण देख्दा निकै फरक अनुभव भयो र सडक भवन र वरपरको दृश्य धेरै राम्रो लाग्यो। त्यसपछि कम्पनीमा बस्ने ठाउँतर्फको यात्रा सुरु भयो। नयाँ देश नयाँ ठाउँ र नयाँ वातावरण र जीवनशैली त्यही अनुसारले सुरु हुँदै थियो। र छुट्टीको बेला हामी विभिन्न ठाउँहरू घुम्न जाँदै थियौँ साथीहरूसँग है। भिडियो चाहिँ हजुरमा सानो छ छोटो छ कस्तो लाग्छ पुरा भिडियो हेरेर साथ सपोर्ट गर्न चाहिँ नभुल्नु होला है साथीहरू। र यो पार्कको नाम चाहिँ चाइनिज अक्षरमा लेखेको हुनाले खासै पढ्न चाहिँ आएन साथीहरू। त्यही पनि हामी सबैजना भएर घुम्दैछौँ होइन। विभिन्न किसिमको मूर्तिहरू बनाएर सजाएर यस्तो राम्रो ठाउँ बनाएर राख्नु भएको छ। हामी सबै नेपाली दाजुभाइहरू रमाउँदै होइन विभिन्न ठाउँहरू हेर्दै घुमिरहेका छौँ। र विदेशको यात्रामा निस्केदा मन धेरै कुरा खेलिरहेको थियो। परिवारसँग बिदाई गर्दा निकै भावुक महसुस भयो। सबैले सुरक्षित यात्रा र सफल भविष्यको शुभकामना दिनुभयो। त्यो क्षण म कहिले बिर्सन सक्दिनँ। र आज परिवारबाट धेरै टाढा छौँ र हामी सबै नेपाली दाजुभाइहरू एउटै छानामुनि आफ्नै दाजुभाइ जसरी रमाउँदै बसिरहेका छौँ। घरको याद त धेरै आउँछ तर पनि के गर्ने साथीहरू, समय र परिस्थितिले गर्दाखेरि आफ्नो जिम्मेवारी पुरा गर्ने पर्यो होइन र। घर छोड्ने बेला आमाको र आफ्नो परिवारहरूको अनुहार हेर्दा मन भारी भयो। तर परिवारको भविष्य राम्रो बनाउने आशाले आँखा रसाए पनि हाँसेर बिदा भए। के गर्नु यस्तै हो जिन्दगी भनेको, कहिले सुख कहिले दुःख होइन साथीहरू। नेपालको माटोबाट विमान उड्दै गर्दा मन माने भने फेरि एक दिन सफल भएर आफ्नै देश फर्किनेछु। विदेश जान सजिलो हुँदैन। आँसुभन्दा धेरै त्याग आँसु र सङ्घर्ष लुकेको हुन्छ। तर सपनालाई पुरा गर्न यो यात्रा आवश्यक छ। आज म परिवारबाट टाढा जाँदैछु तर उनीहरूको खुसीको लागि नै यो कदम चालेको हुँ।
र यो चाहिँ हामी छुट्टीको बेला हिन्दू मन्दिरमा घुम्नको लागि आएका हौँ। एकदम राम्रो छ हेर्नु साथीहरू। यो चाहिँ बातु केभमा आएको हौँ। एकदम राम्रो दृश्य छ, रमाइलो ठाउँ छ। हजुरहरू नि मलेसिया आउनुभयो भने एकचोटि अवश्य पनि यो ठाउँ घुम्नको लागि आउनुहोला है साथीहरू। र बातु केभबाट फर्किँदै गर्दाखेरि केएलसीसी तर्फको यात्रा हो। अहिले चाहिँ हामी बुलेट ट्रेनमा छौँ। भिडियो कस्तो छ हेर्दै जानु होला है साथीहरू। सेलेङ्गरबाट केलको यात्रा है। केको यात्रा हो यो बुलेट ट्रेन के भन्नुहोस् न। मलेसियाको बुलेट ट्रेन सट्टा लाएर है हेर्नु पुरा। फेरि हाम्रो नेपालभन्दा कम छैन क्या बाहिरको भ्यूहरू। र पाहाड हो, तराईको बाटो हामी पूर्वतिर लागेको जस्तो छ बाटो चाहिँ। एकदमै हरियाली, सुन्दर वातावरण, राम्रो ठाउँ छ मलेसिया है साथीहरू। हजुरहरू पनि घुम्नको लागि अथवा काम गर्नको लागि आउनुभएको छ भने सबैजना राम्रोसँग काम गर्नुहोला, रमाउनुहोस् है। सबैजनालाई मेरो शुभकामना पनि छ है साथीहरू। र भिडियो कहाँदेखि कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ लाइक सेयर कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। हजुरहरूको लाइक सेयर कमेन्टको आधारमा म फेरि पनि नयाँ भिडियोहरू लिएर उपस्थित हुनेछु। भिडियो चाहिँ हेर्न नभुल्नुहोला है। र यो चाहिँ मलेसियाको सबैभन्दा ठुलो इकोन्सेप्ट मार्केटभित्र छौँ अहिले हामी। यो चाहिँ मुहारबाट देखिने दृश्य हो। मलेसियाको जोहोर बारुको मुहार भन्ने ठाउँबाट देखिने दृश्य हजुरहरू माझ देखाइरहेको छु है साथीहरू। को हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला है त। हेलो गाइज, हाम्रो यहाँ सुरु तान्ने चाहिँ हाम्रो करण सर, यताबाट हुनुहुन्छ हाम्रो घिमिरे सर। तपाईँको घर कहाँ? जति ताने त्यति छोटो हुने भन्ने के हो थाहा छ? जति खाए त्यति मिठो हुन्छ साथीहरू है। जति ताने त्यति छोटो, अरूको लामो हुन्छ। हजुरको शुभ नाम भनिदिनु पर्यो। हजुरको शुभ नाम के हो भनिदिनुहोस्। तपाईँको नाम के हो? ल हेर्नु साथी, हाम्रो साथीहरूको पारो। हाम्रो नवीन चाहिँ को छ यहाँ नवीन भन्ने चाहिँ म थाहा छैन हजुर। म चाहिँ नवीन चाहिँ बोलिरहेछ। मुझे अपने घर जाना है।
र यो भिडियो हेर्ने सबै दाजुभाइ दिदीबहिनीहरूलाई एउटा कुरा भन्न चाहन्छु, सपनाको बाटो सजिलो हुँदैन, तर मेहनत र धैर्य कहिले खेर जाँदैन। धन्यवाद। र आजलाई भिडियो यति नै। हजुरहरूलाई कस्तो लाग्छ मेरो छोटो भिडियो? सुझाव सल्लाह दिन चाहिँ नभुल्नुहोला र लाइक, सेयर, सब्सक्राइब पनि नभुल्नुहोला। आजलाई यति नै। बाई बाई।